अब हेर्नुहोस् तपाईँको धेरै इच्छा थियो तपाईँ यो धागो भिडियो हेर्नुभयो होला आज प्रत्यक्ष आफैले यो धागो चेक गर्नुहोस् कतै घटेको छैन एकदम केयरफुली चेक गर्नुहोस् है हजुरहरू पनि हेर्नुहोस् धागो अब हजुरहरूलाई पनि म हेराइदिउँ है ध्यान दिनु होला बस्नुपर्ने भयो यो प्लास्टिकको धागो एकदम सिङ्गो छैन अब यो प्लास्टिकको सिङ्गो धागोलाई सरले काट्नुहुन्छ म जोडिदिन्छु लुकाएर हेराएको पनि छ प्लास्टिकको धागो कतै कटेको छैन तपाईँ चेक गर्नुहोस् जुन सरलाई शङ्का लाग्छ लिएर चेक गर्नुहोस् विश्वास लागेन ल चेक चेकको कलममा जादु छ कतै कटेको छैन जादु पनि छ त्यसमा हजुर पनि शिक्षक हुनुहुन्छ हजुरहरू शिक्षिका हुनुहुन्छ सबै शिक्षक हुनुहुन्छ सबैको कलममा ताकत छ शिक्षक एकता जादुतिर होइन अब यो अलिकति यता पनि देखिनु पर्यो कुनै समस्या छैन कैँची चेक गर्नुभयो कति सर म यसरी गर्छु होइन धागो यसरी गर्छु होइन धागो म यसरी गर्छु आधी आधीमै काट्नु होला अलिकति सानो ठुलो भए पनि केही हुँदैन सर अलिकति सानो ठुलो भए पनि केही यो पनि जोड्न सजिलो फेरि चेक गर्नुहोस् फेरि भन्नुहुन्छ अर्को धागो होइन यो निर्देशन अनुसार गर्नुहोस् होइन मजाले जोड्न सकिन्छ है प्रत्यक्ष है ल एकदम ठिक छ हजुर हजुरले भने म यसरी गर्छु होइन यसरी तपाईँ काट्नु होला एकदम तपाईँ हेर्दा भएको छ तपाईँ काट्नुहोस् छ यो काट्नु भएको छैन कति टुक्रा भयो जुन टुक्रा तपाईँ अलिक सानो ठुलो गर्नुभयो जे भए पनि त्यो कटिया छ प्लास्टिकको धागो होइन म प्रत्यक्ष आउँछु पुरै खोलेर प्लास्टिकको धागो हो होइन प्लास्टिकको धागो अलिक बेसी तान्यो भने यो फुट्केर बाहिर जान्छ है तपाईँहरूलाई केही शङ्का छ भने हेर्न सक्नुहुन्छ लिएर हेर्न सक्नुहुन्छ सरले काट्नु भएको छ हजुरहरूले केही शङ्का छ छैन केही शङ्का छैन
अब यति हेरायो भने यो सानो हुन्छ। यति हेरायो भने सानो हुन्छ, तर सानो हुन दिँदैन। किनभने यो शिक्षकको कलममा जादु छ। होइन, हेर्नुहोस्, अब सरलाई शङ्का लाग्छ कि सरको डरमा अरूपालि धागो छ, चेन्ज भएछ भने म बेरिसक्छु। अब चेन्ज पनि हुन सक्दैन, सर अर्को जाने सरले काट्नु भएको धागो यही हो होइन? शिक्षकको कलममा समीक्षा आइरहेछ कि सरले पकेटबाट चेन्ज गरिदिनु भयो, बेगबाट चेन्ज गरिदिनु भयो। शिक्षकको कलममा फेरिसकेको छु त कसरी चेन्ज गर्न सक्छु? यहाँ फेरिसकेको धागो कहीँ चेन्ज हुन्छ? पकेटबाट चेन्ज हुन्छ? बेगबाट चेन्ज हुन्छ? हुँदैन, म अझ फेरिसकेँ। कहाँ छ? फेरि पकेटमा गयो शिक्षकको कलममा। सरको म्यामको शङ्का लाग्यो कि सरले धागो पकेटमा राख्नुभयो। यति महानुभावहरू हेर्दै हुनुहुन्छ, धागो चाहिँ बेरेको छ, पकेटमा हात राख्दैमा यो शिक्षकको कलममा चेन्ज गरेको छैन म्याम। होइन, शङ्का छ अझ। यहाँ धागो छ, पकेटमा गयो धागो। सबै पनि भन्दै हुनुहुन्छ कि पकेटमा गयो, बेगमा गयो। होइन, यहीँ छ, यो धागो होइन। सर धागो यहीँ हो नि सर। काटिनु होला। कहाँ मैले चेन्ज गरेँ पकेटबाट? कहाँ मैले चेन्ज गरेँ?